हेलो साथीहरू, हामी चाहिँ अहिले पोखरामा छौँ अनि हामी तालबारे मन्दिर दर्शन गर्न जान लागेको। वाउ, कस्तो राम्रो माछा पुछ्रे हिमाल। बिहानै उठेको भएर होला मेरो छोरी चाहिँ हाई गर्दैछ। अब चाहिँ हामी डुङ्गा चढ्न गयौँ है त। रान्सा रान्सा हेर न, यहाँको मन्दिर चाहिँ रिकन्स्ट्रक्सन गरिएको रहेछ अनि हामी चाहिँ बाहिरपट्टि दर्शन गरेर फर्क्यौँ। अनि मेरो छोरी चाहिँ खुसी भएर ताली बजाउँदैछ। भित्रको हेर्नु फेरि ओरिजिनल सुरुवाल देखिहाल्यो। देखिँदैन मन्दिर दर्शन गरिसकेपछि चाहिँ हामी एयरपोर्टको नजिक थकाली खाना खान गयौँ। त्यसपछि हामी पोङदेकोट शिव स्ट्याचु भएको ठाउँमा गयौँ। पोङदेकोटबाट फर्केर हामी महेन्द्र गुफातिर आयौँ। यहाँबाट टिकट काटेर हामी भित्र लाग्यौँ। यो चाहिँ हामी बसेको होटल। हामी चाहिँ सिजनमा गएको भएर होला यति रुम पाउन गाह्रो भएको थियो कि बल्ल बल्ल यो एउटा भिल्ला रहेछ, बल्ल बल्ल पाएर अनि हामी यसमै बस्यौँ। हामी चाहिँ दिनभरि हिँडेको भएर होला सबैजना थकित थियौँ, तर मेरो छोरी चाहिँ अझै पनि चलिरहेको छ। हामी सबैजना एकछिन रेस्ट गऱ्यौँ अनि त्यसपछि राति भएपछि चाहिँ हामी लेक साइडतिर लाग्यौँ। मेरो छोरी चाहिँ पुरा खुट्टा हल्लाउँदैछ। हाम्रो चाहिँ एकदमै टाइट सेड्युल भएको भएर हामी चाहिँ बिहानै पोखराबाट निस्क्यौँ, किनभने हाम्रो मनोकामना दर्शन पनि गर्नु छ। त्यही भएर हामी मनोकामनातिर लाग्यौँ। अहिले त पोखराको बाटो यति राम्रो भएको रहेछ कि पोखरा टु मुगलिन चाहिँ हामी सजिलैसँग पुग्न सक्छौँ है त। स्याटरडे भएको भएर चाहिँ केबल कारको टिकटको लाइन यति धेरै भिड थियो कि यो लाइन कुर्नुभन्दा बरु हामी पछाडिकै बाटो जानु बेस्ट हुन्छ भनेर हामी सबैजनाले नयाँ बाटो नयाँ एक्सपिरियन्स हुन्छ भनेर चाहिँ हामी त्यही बाटोतर्फ लाग्यौँ। पछाडिको बाटो चाहिँ हामीले सोचेको भन्दा पनि धेरै नै अफरोड रहेछ साथीहरू। कम्ती पनि 12 किलोमिटर चाहिँ पुरै अफरोडै छ क्या, धेरै नै गाह्रो रहेछ यो बाटो चाहिँ। तर हामी बिस्तारै इन्जोय गर्दै गयौँ, नयाँ बाटो नयाँ एक्सपिरियन्स गर्दै हिँड्यौँ। मिनट भनेको थिएँ, कति भनेको थिएँ? 12 किलोमिटर हो। 12 किलोमिटर
आफै हेर्न पछाडिको बाटो आउँदा चाहिँ केबल कारबाट हिँडेर आउनुभन्दा धेरै नै कम हिँड्नुपर्ने रहेछ। मनोकामना दर्शन गरिसकेपछि चाहिँ हामी खानातिर लाग्यौँ। यतिखेर चाहिँ हामी रातिको 8 बजे मलेको आइपुग्यौँ। अनि हामी सबैजनालाई माछा मनपर्ने भएको भएर चाहिँ हामी माछा खाएर अनि लिएर पनि फर्क्यौँ। फाइनल्ली हामी रातिको 10 बजे घर आइपुग्यौँ र यो चाहिँ मेरो फर्स्ट भ्लग हो। कस्तो हुन्छ हेरेर साथ दिनुहोला। थ्याङ्क यू।